जिन्दगीमा पहिलोचोटि चटपटेमा काजु एक्सपेन्सिभ आइटम चाहिँ रहेको छ पिज्जा। साथीहरू यो चाहिँ हाम्रो पहिलो डिस। यो चाहिँ हामी चाहिँ फर्स्टमा चाहिँ हामीले कफी यो भिल्ला बुक गरेको छौँ अहिले चाहिँ। हेलो साथीहरू, वेलकम टु माई अनदर भ्लग। आफ्टर लङ टाइम म चाहिँ भ्लगिङ गर्न गइरहेको छु। मैले धेरै टाइम भयो भ्लग नबनाएको। आज चाहिँ म भ्लग बनाउन मलाई एकदम मुड चलिरहेछ। आज चाहिँ हामी जाँदैछौँ घुम्न, त्यो पनि ग्रुपमा, त्यही पनि यस्तो चिसो मौसममा। कहाँ जाँदैछौँ, के गर्दैछौँ, को जाँदैछौँ, म सम्पूर्ण अपडेट हजुरहरूलाई दिँदै जानेछु बिस्तारै। हजुरहरूले मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। साथीहरू हामी फाइनली रेडी भइसकेको छौँ। अब चाहिँ हाम्रो साथीहरू आउँदैछन्। अब चाहिँ हामी हिँड्ने तर्खरमा छौँ। आजको आउटफिट चाहिँ यस्तो रहेको छ। ल बिन्दु ओटिटी चेक, ल चेक गर्छ तेरो आउटफिट। बहिनी चाहिँ यस्तो हट भएकी छिन् किनकि आज बुटोलको वेदर एकदम कोल्ड छ, त्यही भएर हामी हट हुन बाध्य भएका छौँ। अरू अपडेट चाहिँ म दिँदै गर्नेछु। हाम्रो साथीहरू चाहिँ आउँदैछन्। अब चाहिँ हामी निस्किने। फाइनली हामी घरदेखि निस्किसकेको छौँ। एकदम धेरै जाडो छ। यस्तो जाडोमा हामी कसरी पुग्ने होला। पानी परिरहेको छ। हामी चाहिँ जाँदैछौँ पाल्पा तिनाउ रिभर साइड रिजोर्टमा। तर हामी बिहान लन्चको लागि जाने भनेको थियौँ। लन्चको लागि जान हामीलाई पोसिबल नभएको भएर हामीलाई एकदम रिग्रेट भइरहेको यहाँ अहिले। दिउँसोको खाजा खाना मात्र जाने जस्तो कुरा भयो। बहुत जाडो छ। खाना खान जाने हो भनेर चुप त्यसपछि माथि ए ल हामी चाहिँ खाना जान भ्याइदिएन। अब हामी चाहिँ जाँदैछौँ तिनाउ रिभर साइड रिजोर्ट दोभान 2मा। तर कताबाट जाने के गर्ने हामी एकदम विचलित छौँ। हामीलाई थाहा पनि छैन। अब हामी हेर्दै जाने हो। अब यहाँदेखि हामी अब बस पार्क जान्छौँ। अनि साथीहरू चाहिँ आउँदैछन् त सालजण्डीबाट। साथीहरू एउटा इन्ट्रेस्टिङ कुरा के हो भन्दा मैले स्कुल पढ्दा नलाएको मिड्डी आज लगाइरहेको छु। मेरो बहिनीले त लगाइरहेको थिएँ। मेरो साथीहरू झुल्के खान बल्ल बल्ल यहाँ पुग्ने त कथेर थाहा छैन। बल्ल बल्ल झुल्के खान। फाइनल्ली हाम्रो साथीहरू चाहिँ आइपुगिसकेका छन्। हाई, उहाँ चाहिँ हाम्रो नयाँ हो। आज नयाँ फर्स्ट भेट हो। उहाँ चाहिँ एकदम पुरानी, उहाँसँग चाहिँ सेकेन्ड मिट हो। बुटोलमा त एकदम जाडो छ। मान्छेहरूलाई यस्तो जाडोमा घुम्न हिँडेको भन्यो भने लास्टको बेइज्जत हुन्छ साथीहरू। त्यही भएर चाहिँ हामीले भन्नुपर्छ हामी पिकनिक खान जाँदैछौँ। पिकनिक जाने भनेको यस्तो जाडोमा होइन त। त्यही भएर हामी जाँदैछौँ आज पिकनिक पाल्पा। साथीहरू हामी चाहिँ गाडीदेखि ओर्लिसकेका छौँ। गाडी एकदम भिडभाड भएको हुनाले मैले गाडीको क्लिपहरू खिच्न भुलेँ। हाम्रो साथीहरू चाहिँ हिँडिराख्नु भएको छ। साथीहरू कस्तो लागिरहेछ यो चिसोमा हजुरहरूलाई घुम्न आउँदा? कस्तो लागिरह? चिसो, त्यही भएर हट भएर हिँड्नु भएको छ। हेलो साथीहरू, फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पुगिसकेको छौँ। यहाँ चाहिँ एकदम धेरै जाडो छ। हामी चाहिँ यस्तो मुस्ताङमा बस्ने जस्तो भएर हिँडेका छौँ सबैजना भएर। एकदम छ। फाइनली साथीहरू यो जाडो मौसममा हामी चाहिँ लगभग पुगिसकेको छौँ हाम्रो डेस्टिनेसन तिनाउ रिभर साइड रिजोर्ट। यो चाहिँ दोभान 2मा छ पाल्पाको। हामी चाहिँ बुटवलदेखि आएको। अब चाहिँ हामी इन्ट्री गर्दैछौँ। हामी चाहिँ इन्ट्री गर्ने लागिसक्यौँ। साथीहरू यस्तो रहेको छ। हामी चाहिँ इन्ट्री गरिसकेको छौँ। देख्दा चाहिँ राम्रै देखिरहेको छ। लेट्स सी कस्तो हुन्छ यहाँको एक्सपिरियन्स। म सबै कुराहरू सेयर गर्नेछु। हजुरहरू पनि आएर इन्जोय गर्न सक्नुहुनेछ। आज चाहिँ वेदरले अलिकति दुःख दिइरहेछ किनकि एकदम चिसो छ। चिसो पनि छ अनि घाम पनि लागेको छैन। त्यही भएर चिसो छ। तर ठिकै छ। पुस माघमा चिसोको एक्सपिरियन्स गर्नुपर्छ होइन। तातोको एक्सपिरियन्स त वैशाख जेठमा पो गर्ने हो त होइन र। उहाँ पनि यस्तै हो। हामी चाहिँ छिरिसकेको छौँ। योभन्दा नि अझै चिसो 60 परेछ कि त्यो शीतलहर परेछ। साथीहरू यहाँ चाहिँ जियोस् रमणीय ठाउँ नै रहेछ। खुल्ला स्पेस अनि आनन्दले बसेर साथीहरूसँग रमाइलो गर्न मिल्ने जस्तो ठाउँ पनि रहेछ। अनि यहाँ नाइट स्टेको लागि पनि एकदम बेस्ट प्लेस रहेछ। यसो बुझ्दा चाहिँ जियोस् राम्रै छ। अब यतातिर जङ्गल छ, एकान्त राम्रो छ। यहाँ चाहिँ यो भिल्ला बुक गरेको छौँ अहिले चाहिँ।
बार्बिक्यूहरू पनि गर्ने भन्नुभएको छ साथीहरूले। मैले त भनेको होइन। हाम्रो स्विमिङ पुल चाहिँ यो रहेको छ। ओ तिमीलाई स्विमिङ गर्न मन छ भने जाऊ है केटीहरू। हामी चाहिँ यो भुल्ला बुक गरेको छौँ। अब हेरौँ हामी एकछिन यहाँ इन्जोय गर्छौँ अनि घुम्न सुम्न पनि जान्छौँ हामी। यहाँ चाहिँ अलरेडी सेट रहेछ त बार्बिक्यू। ल ठिक छ यस्तै हो हामीले हामी चाहिँ फर्स्टमा चाहिँ हामीले कफी अर्डर गरेको छौँ। हाम्रो कफी चाहिँ आइसकेको छ। अब चाहिँ हामी कफी खान्छौँ। हामी यसो भिजिट गर्दैछौँ यो भिल्ला। यो चाहिँ हाम्रो स्विमिङ पुल हो। हाम्रो माथि देखाउनु न हाम्रो बस्ने चाहिँ हामीले बार्बिक्यू गर्ने चाहिँ त्यहाँ हो। हाम्रो चाहिँ यो स्विमिङ पुल हो। यसले स्विमिङ गर्छ। आज कसले नुहाएन त्यही जाऊ यहाँ। भयो ल साथीहरू यो चाहिँ तिनाउ रिभर साइड रेजोर्टको यो भिल्ला हो। यो चाहिँ नाइट स्टेको लागि यो चाहिँ एकदम राम्रो ठाउँ रहेछ। यहाँ चाहिँ त्यही आज अलिकति वेदर गुम्म परेको भएर हाम्रो साथीहरू चाहिँ यहाँ फोटो सेसन चलिरहेको छ। उहाँ चाहिँ वेटिङमा हुनुहुन्छ। मेरो चाहिँ पालो कहिले आउने थाहा छैन, आउँछ कि नै पनि थाहा छैन। साथीहरू हामी चाहिँ यहाँ भिजिट गरिरहेछौँ। यहाँ चाहिँ एउटा इन्ट्रेस्टिङ थिङ्स रहेछ कि यो चाहिँ माटोले लिपेको पहाडको जस्तै भाइब्स आउने ठाउँ रहेछ। चुला पनि रहेछ यहाँ। यहाँ झन् रमाइलो रहेछ है नि। यस्तो चाहिँ चुलो पनि छ। यो माटोले लिपेको एकदम पहाडको भाइब्स आउने ठाउँ रहेछ। एकदम राम्रो लाग्यो हामीलाई चाहिँ यो प्लेस। यहाँ चाहिँ एकदम राम्रो छ। यता चाहिँ हामी खोलातिर पनि जान सक्छौँ। यता स्विमिङ पुल छ। यहाँ नेचुरल स्विमिङ पुल देखाउँदैछु म हजुरहरूलाई साथीहरू। ओ माई गड हेर त। ओ माई गड कस्तो राम्रो है साथीहरू। यो चाहिँ नेचुरल स्विमिङ पुल रहेको छ। यहाँ चाहिँ हामीले स्विमिङ गर्न पनि सक्छौँ। साथीहरू के छ विचार? गाइज हामीले चाहिँ एउटा कुरा छुट्याइछौँ कि यहाँ इन्डियादेखि घुम्न आउनुभएको रहेछ। अनि हामीले चाहिँ उहाँहरूसँग भ्लग बनायौँ। उहाँको युट्युब च्यानलको लागि कस्तो यादै भइन्छ। ठिकै छ केही भएन। साथीहरू हाम्रो फोटो सेसन सकिएर अब चाहिँ हाम्रो बार्बिक्यू स्टार्ट हुँदैछ। अब चाहिँ हामी एकछिन इन्जोय गर्नेवाला छौँ। कस्तो लागिरहेको हजुरलाई? हो सुरक्षा कस्तो फिल भइरहेछ बिन्दुलाई? हजुरलाई? खतरा। ओ माई गड मलाई पनि खतरा फिल भइरहेको छ। अब चाहिँ हामी इन्जोय गर्नेवाला छौँ। यहाँको टिपिकल फुड्सहरू पनि इन्जोय गर्नेछौँ। साथीहरू यो चाहिँ हाम्रो पहिलो डिस। यो चाहिँ बिरयानी हो, चिकन बिरयानी। अनि यो चाहिँ हाम्रो डक्स छैला हो। हामी चाहिँ यहाँ तागो ताप्दै इन्जोय गरिरहेको। नेक्स्ट आइटम चाहिँ रहेको छ पिज्जा। यो चाहिँ चिकन पिज्जा हो। एकदमै टेस्टी है यो। हा 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 साथीहरू हामीहरूले चाहिँ इन्जोय गरिरहेको छौँ। अहिले एकदम रमाइलो भइरहेको छ हामीलाई। हाम्रो बार्बिक्यू वाला चिकन यो चाहिँ हाम्रो सेकेन्ड लास्ट डिस हो नि।
अझै एउटा आउनु बाँकी छ ल है चिसोमा चिसो हामीले चाहिँ अलमोस्ट अब हाम्रो फुड्सहरू चाहिँ इन्जोय गरिसकेको छौँ यो चाहिँ हाम्रो अन्तिम चरणमा पुगिरहेको छ अब चाहिँ हामी एउटा गेम खेल्छौँ त्यसपछि हाम्रो आजको डे चाहिँ अफ हुन्छ हेलो साथीहरू हामी चाहिँ खेल्दैछौँ के अरे खेल्दैछौँ हजुर हेरेर इन्जोय गर्नु होला है त First right. One, two, three, four. One, two, three, four.
हेलो साथीहरू, अब चाहिँ हामी फाइनल्ली हाम्रो सबै कुरा सकिसकेको छौँ। अब चाहिँ हाम्रो निस्किने बेला भइसकेको जिन्दगीमा छ। पहिलोचोटि चटपटेमा काजु एक्सपेन्सिभ हो नि त, त्यही भएर हामी फर्स्ट टाइम एक्सपेन्सिभ चटपटे खायौँ विथ काजु। ल हेर ल गाइजहरू, तिमीलाई कस्तो लाग्यो आजको दिन? एकदम रमाइलो लाग्यो। पनि घर जान मन लागेको छैन तर गाइस। के गर्ने, हाम्रो बाध्यता, हामी घर जसरी पनि जानुपर्छ। राति उल्लायो नरौ बहिनी, फेरि आउँला। कस्तो लाग्यो हजुरलाई? एकदम रमाइलो। कस्तो मेरो बहिनीहरू कस्तो लाग्यो आजको दिन? कस्तो लाग्यो? नाइस नाइस। ल बाई बाई। हामी चाहिँ एकदम इन्जोय गरौँ। अब चाहिँ हामी घर अब रिटर्न हामी चाहिँ हुन्छौँ। घर जान्छौँ। 4 बजिसक्यो। 4 बजिसक्यो, अब राति हुन्छ। 4:10 भयो। 4:10 भइसकेछ। अब चाहिँ हामी निस्किनुपर्छ। ल बाई बाई। थ्याङ्क यू फर वाचिङ। साथीहरू, हामी हिँड्दा हिँड्दै फलत्तै गलेर यहाँ अब गाडी कुरेर बसेको छ हामी बुटोल जानलाई। गाडी आएको छैन। थ्याङ्क यू फर वाचिङ। आजको डे चाहिँ हाम्रो रमाइलो भयो। अब चाहिँ हामी घर जाँदैछौँ सबैजना। अब लगभग छुट्टी पनि सक्यौँ।